हेलो साथीहरू, हिजो वर्ल्ड कप फाइनलको लागि चाहिँ हामी सबैजना उठेको थियौँ के सबै परिवार। इभन हाम्रो आमा पनि के केही बुझ्नुहुन्न, त्यही पनि उठ्नुभएको के। वर्ल्ड कप सुरु हुनभन्दा अगाडि चाहिँ हामीले सबै स्न्याक्सहरू चाहिँ रेडी पार्यौँ। करेन्टको चिप्स, कुरकुरे, चिज बल सबै। अनि त्यसपछि पपकर्न पनि रेडी त पार्नै पर्यो। हामी सबै भेला भयौँ होइन, राति उठ्यौँ टक्क लाएर अलार्म लगाएर है। यति ठुलो पानी परिरहेको थियो नि, घरलक्क सुत्दिउँ जस्तो भयो थियो, त्यही पनि उठ्यौँ हामीले होइन। स्न्याक्स पनि इन्जोय गऱ्यौँ। स्पेनको गोल होला 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 जस्तो गर्छ अनि फेरि हुँदैन। ए आमा नि यो 0-0 देखि त मलाई वाक्क दिक्क लागिसकेको थियो। इन्ट्रेस्टिङ भनेको यही चिप्सहरू थियो होइन। यति पिरो थियो साथीहरू, यो मेरो त बिहान उठ्दा पेट पोलेको थियो, पेट। बिचमा चाहिँ फ्री किक पाएको थियो अनि यो ल्यामाइन यामालले चाहिँ हान्ला कि भनेको तर हानेन है। अनि त्यो पनि एमाले रहेछ के, एमाल त्यही भएर हार्यो भन्दै थियो उहाँ चाहिँ। यस्तो धेरै डार्क सर्कल आएको थियो नि साथीहरू है। मेरो त भोलि बिहान 6 बजे अनलाइन क्लास थियो, यहाँ बाढमे जाओस् भनेर बसेँ कि म त। हामी 12 बजे उठेको थियौँ कि, अनि त्यसपछि म्याच भइदा त 4 बजिसकेको थियो। फाइनली स्पेनले जित्यो, 1-0 भयो। अनि के प्राइज डिस्ट्रिब्युसन चाहिँ हामीले हेरेनौँ, टक्क लाएर सुत्न गयौँ। बाइ बाइ गाइस, थ्याङ्क यू फर वाचिङ।